अस्ति काटेको धान आज उठाउँदैछ गाइस हामी त दम छ खेतालाहरू बल्ल बल्ल पाइएको छ गाह्रो छ हाम्रोतिर त भाइ कति मुठा हाल्नु हो यो थाहा छैन पहिले पनि कति काम गर्नुभएको थियो थिएन हजुर ए तर यति त बोकिहालिन्छ नि होइन लाठी हो नि त ए हुन सक्छ कसरी सक्दिनु भन्नुहुन्छ सक्छु भन्नु न बाबु गल्नु भएको किन मुस्कुराउनु पर बस्नुहुन्छ हेर्नु न गाइस हाम्रो त धान त यहाँ बिजोग छ बिजोग के गर्ने साथीभाइ हो जसरी पनि गर्नै पर्यो हैन उठाउनै पर्यो ए कति ए भारी उठा ल है ल है ल है धेरै ठुलो भयो भाइ अलि माया लाग्छ खानको लागि त गर्नै पर्यो नि त हैन पेटको लागि त दुःख गर्नै पर्यो रहेछन् चार पाँच दिनमा पनि पानी सुकेको छैन धान काटेर यस्तै छ कहाँको बिउ यहाँ तलको पछाडि राख्दा हुन्छ नि काममा काम गर्दाखेरि पानी पिउनै पर्यो हैन तर पिउनु पर्छ है गइरी खेत तिमी गयो गाइस उठाउ बेसकन फलेको रहेछ है धान 5वटा ढिकुरी चाहिँ बनाउनु पर्छ है मनिषा